यो चाहिँ हुकाम जाने गाडी हैन। आज चाहिँ यहाँ खोलो आएर यहाँ बलकमा परेछन्। खोलो चाहिँ बबाल आइरहेछ आज। कर सर ए क्यारम बोर्ड रहेछ, क्यारम बोर्ड हान्नु सर। ला 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 जग्गा दियो साथीले। ल है जग्गा भने त मार ब्याग पो जान्छ। ला 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 यो चाहिँ उत्तर गङ्गा हो। तल्लो सेरामा रहेको यो खोला हो हैन, उत्तर गङ्गा। यसलाई त म हाल्यो भने त 100 रुपैयाँ लगाइदिन्छु फुल। यत्रो खोलामा गाडी हाल्दैछ हैन। यो हेर्नुहोस् यत्रो खोला छ, हाल्ला छ है। अब है भाग्यो साथी डरली। लु 14095 नम्बरको गाडी रहेछ हैन। आठ त गरे अहिले। ल जग्गा 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 ल ल ल साथीले हाल्दै। अब यहाँबाट चाहिँ हामी ढोरपाटनतिर लाग्दैछौँ। उत्तर गङ्गा नदीको तीरतिरै ढोरपाटन शिकार आरक्षतिर प्रवेश गर्दैछौँ। यो चाहिँ ढोरपाटनको शिकार आरक्ष हो। यो आरक्षभित्र चाहिँ धेरै जङ्गली जनावरहरू छ। यहाँ चाहिँ शिकार खेल्न पनि मिल्छ। बाइक चलाइराख्नु भएको बाहुन दाइले। बाटो पुरै लाम्मे छ। यो बाटो चाहिँ पूर्वी रुकुमको तकसेरा हुँदै ढोरपाटन जाने एकदम छोटो रुट हो। अब यो ढोरपाटनमा चाहिँ मिसिएको छैन हैन। अब 6 किलोमिटर चाहिँ बाँकी छ। यहाँनिर चाहिँ यो उत्तर गङ्गामा फेरि खोला ठुलो छ, नाला भन्दा भन्दै यहाँ गाडी हालेर यहाँ फसेको छ यो बोलेरो। यसलाई तान्ने भनेर चाहिँ ट्र्याक्टर आएको छ। हेरौँ तान्छ कि के गर्छ हैन। मलाई त जहाँसम्म लाग्छ यसले सक्दैन कि जस्तो लाग्छ। त्यो पनि ब्यागमा तान्न हैन। यसलाई अहिले धेरै बढेको छ। अनि यहाँनिर बनिरहेछ एउटा मिनी हाइड्रो, उत्तर गङ्गा हाइड्रो। ला 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 तानो बबाल गुड जब। ला अब ला फेरि अडिएको छ। अब हेरौँ के गर्छन् यिनीहरूले। अब तान्न सक्छ कि सक्दैन। अलि नजिकबाट देखाउँछु है। म यो चाहिँ टाढा भयो हैन। अब म यसकै छेउमा जान्छु। ल अलि नजिकबाट हेरौँ। ए तान्न सक्दैन भनेको त ट्र्याक्टर पो बाँधिएको रहेछ। ट्र्याक्टरको चाहिँ ट्रली बाहिर गएको जस्तो छ। हेरौँ है त तान्न सक्छ कि नै। दर्शकबिन देख्न सक्नुहुन्छ ट्र्याक्टरको ट्रली आउट अफ लिक भइरहेछ हैन। आउट अफ ट्र्याक भइरहेछ। एकदम गाह्रो विषय भनेको त यहाँनिर यो बोलेरो छ नि। बोलेरो चाहिँ स्टार्ट बन्द भइसकेको छ। यो स्टार्ट भइरहेको छैन हैन। अब यो ट्र्याक्टर चाहिँ यहाँनिरबाट घुमाएर तान्नु बाहेक अरू विकल्प देख्दिनँ म चाहिँ। के गर्छन् साथीहरूले हेरौँ। फाइनली ट्र्याक्टर घुमाएर चाहिँ अब तान्ने प्रयास हुँदैछ। के हुन्छ, कतिको सक्सेस हुन्छ हेरौँ। अहिले मलाई जहाँसम्म लाग्छ यो चाहिँ पूर्ण रूपमा सक्सेस हुन्छ नै जस्तो लाग्छ। फाइनली गाइज सक्सेस भयो बोलेरो तान्ने त। अब यस पछाडि पालो छ हाम्रो टेलरको। हाम्रो टेलरमा छन् फेरि 52 बाजे। अब 52 बाजेले टेलर ल्याउँदैछन्। टेलर माथि पनि अर्को रोलर छ हैन। हाम्रो चाहिँ नफस्ला, फस्यो भने चाहिँ दौरे तालले फस्छ है फेरि।
आयो ल टेलर आयो ल यी बनबाजे आयो मजाले आरामले आइरहेको छ बनबाजे हेर्दै जानु चाहिँ अब फस्यो भने त गाह्रो हुन्छ ला गाडी अटियो तल्फाले ल आयो 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 फाइनली टेलर चाहिँ आइसक्यो टेलर चाहिँ फेरि बलियो पनि हुन्छ नि त बोलेरोहरूभन्दा यो चाहिँ उत्तर गङ्गाको रुकुम पूर्वको तपसेरा ढोरपाटनबाट बग्दै आएको उत्तर गङ्गा हो यो चाहिँ ल बाहुन बाजे आइपुग्यो